दोस्रो सेट पनि फेरि सुचारू भइसकेको छ है साथीहरु रुक्न एकैछिन है नम्बर कति भयो केटा हो मेरो कहाँ तेरो हात आनी त एकछिन हामीले भाइ नम्बर नम्बर 2-0 फेरि पनि रामको टिमले नम्बरलाई अग्रतामा पुर्याउँदै 3-0 एकदिन है साथीहरु है असिमको टिम पनि हुनार छन् है साथीहरु है सर्फेस गर्दै अत्यन्तै राम्रो ब्लक अत्यन्तै राम्रो डिफेन्स ओहो असफल हुन पुग्यो रामको टिम 4 छ भने असिमको टिम 1 4-1 वाह वो अत्यन्तै राम्रो झुक्काउन सफल असिमको टिम नम्बर 2-4 ओहो अत्यन्तै राम्रो डिफेन्स कडा प्रहार थियो तर असफल हुन सक्यो खराब झ्याप भएको छ है साथीहरु अत्यन्तै राम्रो चेक नम्बर 3-4 3-4 सर्भिस अत्यन्तै राम्रो थियो तर आउट हुन सफल नम्बर 5-4 रामको टिम 5 छ भने नम्बर इक्वल 5 बराबर अत्यन्तै राम्रो फिसिङ गर्न खोजेको थिए तर सकेनन् है नम्बर 6-5 ओहो अत्यन्तै राम्रो है असफल हुन सके नम्बर 6 बराबर घेरका तानो केटा हो गए त्यता बाबुले घेरका तान्दै है नम्बर 6 बराबर छ है नम्बर रामको टिमले सफल पार्दै 7 असिमको टिम 6 अत्यन्तै राम्रो फिसिङ असिमको टिमबाट नम्बर 7 बराबर ओहो अत्यन्तै राम्रो डिफेन्स अत्यन्तै राम्रो डिफेन्सको पश्चात पनि नम्बर गुमाउन पुगेका छन् नम्बर रामको टिमलाई 8-7 जे पनि हुन सक्छ है साथीहरु यहाँ
सर्भिस असफल। नम्बर 8 बराबर। सर्भिसमा सबै नै ओहो अत्यन्तै राम्रो डिफेन्स। असिमबाट असफल। असिम हुनार खेलाडी भएर पनि यस्तो मिस्टेक गर्न पुगे। रामको ओहो फेरि पनि नम्बर गुमाउन सफल असिमका खेलाडी साथीहरूबाट। नम्बर 10-8 ओहो बोल कट्न असफल। नम्बर 11-8 साथीहरू एकदमै ओहो अत्यन्तै राम्रो पास थिएन। नम्बर 12-8 ओहो कडा प्रहार थियो। ल त साथीहरू नम्बर असिमको टिमलाई नम्बर 9-12 9-12 अत्यन्तै राम्रो सर्भिस कडा प्रहार। ओहो अत्यन्तै राम्रो फिसिङ असिमको टिमबाट। नम्बर 10-12 जे पनि हुनसक्छ यहाँ। ओहो सानो भाइ ओहो अत्यन्तै रोचक खेल हुँदैछ यहाँ। 11-12 सर्भिसमा कडा थियो सर्ट तर आउट हुन सफल। ल त साथीहरू नम्बर 12 बराबर है। ओहो सानो भाइलाई कम नसोच भाइ। ओहो अत्यन्तै राम्रो फिसिङ। नम्बर रामको टिमलाई 13-12 आफ्नै गाउँका साना खेलाडी साथीहरू हुन्। ओहो अत्यन्तै राम्रो कट्न सफल। ओहो रामबाट यस्तो प्रहार आउला भन्ने मैले सोचेकै थिएन। नम्बर 13 बराबर। ल त सर्भिस गर्नलाई खोसा खोसै। नम्बर 13 बराबर। ओ फिसिङ बल ओहो अत्य 14-13 ओहो रामको टिमले पनि एक सेट प्राप्त गर्न सफल भएका छन् है।